हाउ टु स्टार्ट अ बिजनेस। तपाईहरुमध्ये 90% जनाले यो टपिक रिलेटेड भिडियो अहिलेसम्म कतै न कतै हेरि नै सक्नुभयो होला। तर यो भिडियोमा यस्तो के चाहिँ फरक छ कि तपाईले यो भिडियो हेर्नु नै पर्छ त। तपाईहरुमध्ये 95% ले अहिलेसम्म यति धेरै बिजनेस रिलेटेड भिडियो हेर्दा पनि आफ्नो बिजनेस अहिलेसम्म खोल्न सक्नु भएको छैन होला। र मलाई यो पनि थाहा छ कि तपाईहरुमध्ये धेरै जनाले यो भिडियो हेरेर पनि बिजनेस स्टार्ट गर्नु हुँदैन होला। यसको पछाडी डिफरेन्ट कारणहरु हुन सक्छ। यसमध्ये कोही स्टुडेन्ट हुन सक्छ, कसैले प्यारेन्ट्सले अलाउ नगर्नु सक्छ, कसैसित पैसा नहुन सक्छ, कसैले फाइनान्शियल रिस्क लिन चाहदैन। त्यही भएर यहाँ धेरै जनाले आफ्नो बिजनेस खोल्न नसक्नुको आफ्नै कारण छ। र म चाहिँ के चाहन्छु भन्दाखेरि यो भिडियो हेरेर सबैले आफ्नो सोलुसन पाओस् र मैले आफ्नो लेभलको बिजनेस कसरी सुरु गर्न सक्छु र मैले सुरुबाट स्टेप वाइज आफ्नो बिजनेस कसरी खोल्न सक्छु भन्ने कुरा चाहिँ तपाईले यो भिडियोबाट सिक्नुहुन्छ है त। तपाईले यो भिडियो क्लिक गर्नु भएको छ भनेपछि तपाईले कतै न कतै एउटा मनमा कन्सेप्सन छ, सबकन्सियसली मन छ कि मेरो पनि एउटा बिजनेस भइदिएको भए राम्रो हुन्थ्यो भनेर। तर तपाईले अहिलेसम्म त्यो बिजनेस खोल्न सक्नु भएको छैन। म चाहिँ यो भिडियोमा तपाईले सिम्पल स्टेप्समा तपाईले गर्न सक्ने खालको तपाईको क्याटेगोरीमा ट्याक्क मिल्ने खालको बिजनेसको बारेमा आज भन्न गइरहेको छु। त्यो कसरी खोल्ने, तपाईले त्यसलाई कसरी म्यानेज गर्न सक्नुहुन्छ, आफूले ट्याक्कै सुट खाने बिजनेसमा कसरी खोल्न सक्छु र प्रफिटेबल त्यसलाई कसरी गराउन सक्छु, त्यसको बारेमा मैले यो कम्प्लिट भिडियो लिएर आएको छु है त। ल अब सुरु गरौँ हाउ टु स्टार्ट अ बिजनेस। अब धेरै युट्युबरहरुले या त डिफरेन्ट च्यानलहरुले के गर्छन् भन्दाखेरि चाहिँ बिजनेस खोल्न उनीहरुले सबैभन्दा मेन इम्पोर्टेन्ट कुरा के राख्छन् भन्दाखेरि चाहिँ आइडिया राख्छन् के। तर मेरो हिसाबले आइडिया भन्दा पनि एउटा इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि पर्सनल कन्फेसन। पर्सनल कन्फेसन किन हो भन्दाखेरि चाहिँ तपाईले कुनै पनि बिजनेस स्टार्ट गर्नुहुन्छ भने चाहिँ त्यसमा सबैभन्दा पहिला तपाईको आफ्नो मन चाहिन्छ के। जस्तै कि तपाईले कुनै पनि बिजनेस स्टार्ट गर्नु छ, त्यो बिजनेस तपाईले सर्ट टर्मको फाइदा देखेर या त साथीले भनेर या त प्यारेन्ट्सले प्रेसराइज गरेर त्यो कुनै बिजनेस स्टार्ट गरिरहनु भएको छ र त्यसमा तपाईको आफ्नो पर्सनल मोटिभेसन, आफ्नो पर्सनल इन्ट्रेस्ट छैन भने चाहिँ लङ टर्ममा तपाईले त्यो बिजनेस कहिले पनि सक्सेस गराउन सक्नुहुन्न। त्यो बिजनेसमा तपाईको खाली टाइम वेस्ट मात्रै हुन्छ या त पैसाको लस पनि हुन सक्छ। त्यही भएर तपाईले यतिखेर मात्रै बिजनेस स्टार्ट गर्नुस् जतिखेर तपाईलाई पर्सनल करेज हुन्छ हैन। म अब बिजनेस गर्न रेडी छु र मलाई बिजनेस गर्न मन छ र मलाई यही बिजनेस गर्न मन छ भनेर तपाई रेडी हुनुभयो भने मात्रै आफ्नो बिजनेस स्टार्ट गर्नु होला। अर्को मेन इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि आइडिया हो। अब आइडिया भन्ने वर्ड सानो या सिम्पल भयो भने यसको पछाडी बुझ्नुपर्ने कुरा चाहिँ टन्नै छ। यो आइडिया भन्ने चिज चाहिँ तपाईले आफैले सोच्नुपर्छ हैन। तर यो सोच्ने चाहिँ कसरी, कस्तो आइडिया सोच्ने भनेर चाहिँ म तपाईलाई गाइड चाहिँ गर्दिन्छु है त। अब आइडिया कस्तो सोच्नुपर्छ भन्दाखेरि जुनमा कि तपाईको पर्सनल इन्ट्रेस्ट छ। पर्सनल इन्ट्रेस्ट के हो भन्दाखेरि चाहिँ जे गर्नु तपाईलाई मजा आउँछ, तपाईलाई जे कुरा थाहा छ, जे कुरा सिक्न मन छ या त जे कुरा गरिरहन मन छ या त जे कुरा गरिरहन मन लाग्छ हैन। जस्तै कि मलाई यो भिडियो क्रिएसन गरिरहन मन लाग्छ हैन। त्यही भएर यो मैले भिडियो बनाइरहेको छु। एक हिसाबले यसलाई पनि मेरो आफ्नो एउटा बिजनेसको फर्स्ट स्टेप मान्न सकिन्छ। तपाईले कुनै कुरा गर्न मन छैन र तपाईले सर्ट टर्म फाइदाको लागि या त प्यारेन्ट्सको प्रेसरको लागि कुनै बिजनेस गरिरहनु भएको छ भन्दाखेरि तपाईको लङ टर्ममा जाँदाखेरि तपाईकै ल्याक अफ इन्ट्रेस्टको कारण त्यो बिजनेस डुब्न सक्छ या त तपाईलाई लस पनि हुन सक्छ। त्यही भएर तपाई यस्तो बिजनेस सुरु गर्नुस् जुनमा तपाईलाई पर्सनल इन्ट्रेस्ट होस् के। काम गरिरहँ, मेहनत गरिरहँ, त्यसको बारेमा सिकिरहँ जस्तो लाग्छ भने मात्रै एउटा बिजनेसमा छिर्नु होला। किनभने बिजनेस एक दिन गर्ने हैन, एक महिना गर्ने हैन, एक वर्ष गर्ने हैन। बिजनेस भनेको वर्षौं वर्ष गरिन्छ। त्यसैले यदि तपाईलाई कुनै बिजनेस गर्न मन छैन भने, यदि पर्सनल इन्ट्रेस्ट छैन भने चाहिँ त्यो बिजनेस अहिलेदेखि नै छोडिदिँदा हुन्छ। किनभने तपाईलाई पछि गएर त्यो बिजनेस गर्न नमन लाग्न पनि सक्छ या त तपाईले त्यो बिजनेस छोडेर तपाईलाई लस पनि हुन सक्छ या त त्यो एक हिसाबले टाइम वेस्ट पनि हुन्छ के मान्छेको। अर्को ध्यान दिनुपर्ने कुरा के हो भन्दाखेरि चाहिँ युनिकनेस के। युनिकनेस भन्दाखेरि कस्तो हिसाबले युनिकनेस भन्दाखेरि चाहिँ तपाईको ठाउँ या त तपाईको देश हिसाबले युनिकनेस के। जस्तै कि नेपालमा मात्रै 3 करोड मान्छे छ, वर्ल्डमा त 8 बिलियन मान्छे छ हैन। अब उनीहरुले कुनै न कुनै आइडिया कतै न कतै सोचि नै सकेको हुन्छ के। त्यही भएर तपाईले एकदमै नयाँ आइडिया सोच्नु चाहिँ एकदम गाह्रो हुन्छ। अर्को बेफाइदा के हो भन्दाखेरि तपाईले यदि एकदमै नयाँ आइडिया सोच्नु भयो भने चाहिँ त्यो चल्छ कि चल्दैन, त्यसको टेस्ट एन्ड ट्रायल भएको छ कि छैन, त्यसमा के प्रब्लम्स आउन सक्छ, त्यसको फाइदा के हो, त्यसको नोक्सान के हो भनेर तपाईलाई प्रिडिफाइन हुँदैन के। त्यही भएर चाहिँ तपाईले एकदमै नयाँ आइडिया नै चाहिन्छ भन्ने छैन। जस्तै कि एक्जाम्पलको लागि पठाउ भयो, इसेवा भयो। अब यो पठाउ उसले एकदमै नयाँ कन्सेप्ट नेपालमा ल्याएको हैन नि त। यो पठाउ भन्ने कन्सेप्ट इन्डियामा पहिलेदेखि थियो, चाइनामा पहिलेदेखि थियो, पाकिस्तानमा पहिलेदेखि थियो, नेपालको लागि नयाँ थियो। त्यस्तै तपाईले पनि कुनै बिजनेस खोल्नुहुन्छ भने चाहिँ आफ्नो ठाउँको लागि या त नेपालको लागि नयाँ बिजनेस हुनु पर्यो। एकदमै नयाँ बिजनेस नै खोल्नुपर्छ, एकदमै नयाँ नै हुनुपर्छ भन्ने पनि जरुरी छैन है त। तपाईले यस्तो बिजनेस स्टार्ट गर्नुस् कि जसले मान्छेमा
भ्याल्यु एड गरोस्। भ्याल्यु एड गरोस् भनेको मतलब के हो भन्दाखेरि जसले मान्छेलाई स्याटिस्फिकेसन दियोस् या त युटिलिटी एड गरोस्। युटिलिटी भनेको चाहिँ स्याटिस्फिकेसन नै हो इकोनोमिक्सको भाषामा हैन। यस्तो बिजनेस हुनुपर्यो कि जसको लागि मान्छेले पैसा तिर्न तयार होस्, जसले एउटा प्रब्लम सल्भ गरोस्। जस्तै कि पठाउ भयो या त इनड्राइभर भयो। अब उनीहरूले के गरिरहेछ भन्दाखेरि एउटा प्रब्लम सल्भ गरिरहेको, एउटा राइडिङको प्रब्लम थियो, त्यो प्रब्लम सल्भ गरिरहेको र मान्छेले फाइदा भइरहेको र मान्छेले पैसा तिर्न तयार भइरहेको। जस्तै कि ई-सेवा भयो, ब्याङ्कको ट्रान्जेक्सन गर्न मान्छेलाई एकदमै गाह्रो थियो, उनीहरूले त्यो प्रब्लम आइडेन्टिफाई गर्यो र त्यो प्रब्लमको सोल्युसन पनि लिएर आयो। तपाईँले यस्तो बिजनेस सुरु गर्नुपर्यो कि जसले मान्छेको एउटा प्रब्लम सल्भ गरोस् र मान्छेले त्यो प्रब्लम सल्भ भए बापत युटिलिटी एड भए बापत तपाईँलाई पैसा तिर्न तयार होस्। मलाई चाहिँ पर्सनली सबैभन्दा इम्पोर्टेन्ट लाग्ने कुरो चाहिँ मार्केट क्याल्कुलेसन हो। अब मार्केट क्याल्कुलेसन के हो भन्दाखेरि चाहिँ सिम्पलीमा यदि मैले तपाईँलाई बुझाएँ भने चाहिँ जस्तै कि तपाईँको एउटा मिनरल वाटर बोतलको फ्याक्ट्री छ। अब तपाईँले काठमाडौँभरिमा यदि काठमाडौँ भ्यालीभरिमा यदि तपाईँले बिजनेस गर्नुहुन्छ भने चाहिँ काठमाडौँ भ्यालीभरिमा कतिवटा बोतल बिकिरहेछ त भनेर तपाईँले त्यसको प्राइस क्याल्कुलेट गर्नुहोस्। जस्तै कि काठमाडौँ भ्यालीमा दिनभरिमा 10 लाखवटा बोतल बिक्छ हैन। जति पनि मिनरल वाटरको बोतल बिक्यो त्यो सबैको प्राइस एड गर्नुभयो भने चाहिँ त्यो मिनरल वाटरको काठमाडौँ भ्यालीभित्रको मार्केटको प्राइस निस्किन्छ। यसलाई मार्केट क्याल्कुलेसन भनिन्छ। अब यो मार्केट जति धेरै ठुलो भयो त्यति धेरै फाइदा हुने हो। जस्तै कि 10 लाखवटा पानीको बोतल बिक्छ भने यदि मैले त्यसमा 25% सेयर मात्रै पनि आफ्नो बनाउन सकेँ भने 10 लाखवटा बोतल बिक्छ, त्यसको 25% पनि बोतल यदि मैले आफ्नो बेच्न सकेँ भने पनि मलाई धेरै फाइदा हुन्छ। यदि मानौँ काठमाडौँ भ्यालीभित्रमा दिनभरिमा बिक्ने बोतल भनेको चाहिँ 500वटा मात्रै हो भने चाहिँ अब मैले यसमा 50% सेयर यदि 500 मध्ये यदि 50% बोतल पनि यदि मैले आफ्नो बेचिरहेको छु भने पनि मलाई के चाहिँ फाइदा भएर मलाई जतिसुकै इन्ट्रेस्ट होस् त्यो बिजनेसमा, मसँग जतिसुकै नलेज होस्, मसँग जतिसुकै करेज होस् हैन, जतिसुकै मोटिभेसन होस् या त जेसुकै होस् तै पनि त्यो बिजनेस गरेर के फाइदा जतिखेर त्यसमा मार्केट नै छैन भने। अब त्यो मार्केट क्याल्कुलेट चाहिँ कसरी गर्ने, कसरी थाहा पाउने कतिवटा बोतल बिकिरहेछ, कतिवटा बोतल बिकिरहेको छैन भनेर। यदि तपाईँले फर्स्ट टाइम कुनै बिजनेस गरिरहनु भएको छ भने चाहिँ तपाईँले फर्स्ट टाइम चाहिँ अलि न अलि मेहनत गर्नैपर्छ। तपाईँले मार्केट क्याल्कुलेसन गर्नैपर्छ, रिसर्च पेपरहरू पढ्नुपर्छ, त्यसको लागि सर्वेहरू गर्नुपर्छ। त्यही भएर फर्स्ट टाइम बिजनेस यदि खोलिरहनु भएको छ भने त्यसको लागि अहिले मेहनत चाहिन्छ र रिसर्च चाहिन्छ र एक्सपर्टको टिमहरू पनि चाहिन्छ यदि तपाईँले आफैले रिसर्च गर्न चाहिँ आउँदैन भने। अर्को कुरामा तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि थिङ्क बिग बट स्टार्ट फ्रम स्मल। अब के भन्न चाहेको भन्दाखेरि मैले तपाईँले यदि बिजनेस सुरु गरिरहनु भएको छ भन्दाखेरि चाहिँ मैले एकैचोटि ठुलै बिजनेस गर्नुपर्छ, मैले एकैचोटि मलै खोलिदिन्छु, यो नै गरिदिन्छु, त्यो नै गर्नुपर्छ भन्ने कुरा चाहिँ छैन कि तपाईँले एउटा सानो लेभलदेखि पनि बिजनेस स्टार्ट गर्न सक्नुहुन्छ, सानो लगानीबाट पनि बिजनेस स्टार्ट गर्न सक्नुहुन्छ। जस्तै कि मैले पनि यो भिडियो बनाइरहेको छु भन्दाखेरि मैले पनि यो बिजनेसको एउटा निब राखे जस्तो हो कि मैले पनि यो बिजनेस पछि गएर ग्रो गराउन सक्छु नि त। यसैले के भन्छ भन्दाखेरि चाहिँ एउटा बिजनेस स्टार्ट गरेको भन्न सकिन्छ कि तपाईँले कुनै पनि बिजनेस एउटा स्मल स्टेपदेखि स्टार्ट गरेको चाहिँ एकदमै राम्रो हुन्छ, किनभने त्यसबाट चाहिँ लसको रिस्क चाहिँ एकदमै कम हुन्छ। अर्को कुरा पनि म के सल्लाह दिन्छु भन्दाखेरि कुनै पनि बिजनेस स्टार्ट गर्नुभन्दा गेन नलेज अबाउट द्याट बिजनेस। अब कुनै पनि बिजनेस तपाईँले स्टार्ट गरिरहनु भएको छ भन्दाखेरि त्यसको बारेमा टेक्निकल र फाइनेन्सियल नलेज तपाईँसित हुनु पर्यो। यदि तपाईँले कुनै पनि बिजनेस हावातालमा सुरु गरिरहनु भएको छ भन्दाखेरि तपाईँले लङ टर्ममा गएर त्यो बिजनेसमा लस हुने धेरै चान्सेसहरू हुन्छ कि त्यही भएर कुनै पनि बिजनेस स्टार्ट गर्नुभन्दा पहिला तपाईँले त्यसमा मलाई के टेक्निकल नलेजहरू चाहिन्छ, फाइनेन्सियल नलेजहरू मलाई के चाहिन्छ त्यो बारेमा तपाईँले रिसर्च गरेर त्यसको बारेमा सिक्नुपर्छ र अलिकति मेहनत चाहिँ गर्नुपर्छ। अर्को टपिक भनेको चाहिँ क्यापिटल हो। अब तपाईँले क्यापिटल चाहिँ कसरी लिएर आउने, अब जति लगानी लाग्छ कुनै पनि बिजनेस स्टार्ट गर्न चाहिँ त्यो चाहिँ कसरी लिएर आउँदा ठिक होला त। यदि फर्स्ट टाइम तपाईँले कुनै बिजनेस स्टार्ट गरिरहनु भएको छ भन्दाखेरि चाहिँ मेरो सुझाव चाहिँ के हुन्छ भन्दाखेरि फर्स्ट टाइम तपाईँले लोन नलिकन दि फ्यामिली फ्रेन्डबाट या त प्यारेन्ट्सबाट तपाईँले जति पनि पैसा लिन सक्नुहुन्छ, जति पनि पैसा पाउन सक्नुहुन्छ त्यसैबाट एउटा बिजनेस स्टार्ट गरेको ठिक हो। किनभने फर्स्ट टाइम कुनै बिजनेस स्टार्ट गर्दाखेरि कसैलाई लस पनि हुनसक्छ, कसैलाई फाइदा पनि हुनसक्छ। त्यही भएर लसको रिस्क भएको कारणले चाहिँ तपाईँले फर्स्ट टाइम चाहिँ लोन नलिएकै ठिक हो। यदि तपाईँले पछि गएर राम्रो गरिरहेको छ यो बिजनेसले राम्रो गर्न सक्छ, यदि स्कोप तपाईँले राम्रो देखिरहनु भएको भने चाहिँ तपाईँले पछि यसमा थप लगानी चाहिँ गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले आफ्नो बिजनेस कसरी रजिस्टर गर्ने, कसरी कम्पनी खोल्ने, के गर्ने, कसो गर्ने यिनीहरू चाहिँ एकदमै टाढाको कुरा हो कि मलाई थाहा छ यहाँमध्ये 95%ले यो भिडियो हेरेर पनि आफ्नो बिजनेस स्टार्ट गर्दैनन् के। किनभने उनीहरूले बिजनेस किन स्टार्ट गर्दैन भन्दाखेरि चाहिँ मैले फर्स्ट वर्ड के भनेको थिएँ,
पर्सनल कन्फेसन। उनीहरूमा पर्सनल कन्फेसन नै छैन, उनीहरूमा पर्सनल मोटिभेसन नै छैन। उनीहरूलाई पनि मन छ म कतै न कतै एउटा एन्टरप्रेन्योर बनौँ, म पनि एउटा बिजनेस स्टार्ट गरौँ जस्तो भित्रदेखि मन छ। तर उनीहरूले त्यही पनि एउटा लेजिनेसको कारणले या त पर्सनल कन्फेसन नभएको कारणले उनीहरूले बिजनेस स्टार्ट गर्दैन। यसमध्ये जो पनि आफ्नो बिजनेस स्टार्ट गर्न रेडी छन् होइन, तिनीहरूको लागि चाहिँ मैले एउटा नोसन टेम्प्लेट बनाइदिएको छु। नोसन टेम्प्लेट युज गर्न चाहिँ एकदमै इजी नै हुन्छ होइन। अब त्यसमा चाहिँ तपाईँहरू के गर्नु भन्दाखेरि मैले त्यहाँ पर्सनल कन्फेसनदेखि क्यापिटलसम्म सबै कुरा लेखेर राखिदिएको छु टपिकहरू। तपाईँहरू त्यो टपिकभित्र जानुहोस् र तपाईँले के मन लाग्छ, मैले कस्तो खालको बिजनेस स्टार्ट गरिरहेको छु र मैले कस्तो बिजनेस खोल्न मन लागिरहेछ या त मेरो आइडिया के हो र मैले कसरी बिजनेस खोल्छु भन्ने जर्नी त्यसमा लेख्नु होला। र तल दिएको त्यो ग्रुपमा तपाईँले आफ्नो प्रोग्रेस चाहिँ पोस्ट गर्दै जान सक्नुहुन्छ। मैले यो गरेँ, यसरी गरेँ। नोसन टेम्प्लेटको स्क्रिनसट लिएर पठाउँदा पनि हुन्छ, त्यसलाई सेयर गर्दा पनि हुन्छ, या त तपाईँले आफ्नो बिजनेसको स्टोरीहरू पोस्ट गर्दै जाँदा पनि हुन्छ। म त्यहाँ एप्रुभ गरिदिन्छु र तपाईँले आफ्नो बिजनेस जर्नी यहाँबाट ट्र्याक गर्न सक्नुहुन्छ है त। यदि तपाईँले यो भिडियो मन पर्यो भने चाहिँ यो राइज पैसा भन्ने च्यानललाई सब्सक्राइब गर्नुहोस् र तपाईँले जति पनि अरू फाइनेन्सियल च्यानल भेट्नुहुन्छ त्यो सबैले सब्सक्राइब गर्नुहोस्, किनभने तपाईँको मेन मोटिभ भनेको चाहिँ फाइनेन्सियल नलेज गेन गर्ने र आफ्नो बिजनेस सुरु गर्ने हो। हवस् त, धन्यवाद।